यो कम्पनीको प्रोडक्टको क्वालिटी राम्रो छैन। यस, ठ्याक्कै यही सोच छ जब तपाईँ कस्टमरलाई डिस्काउन्ट दिनुहुन्छ। नेभर गिभ डिस्काउन्ट। तपाईँ ठूलो बिजनेस गर्न चाहनुहुन्छ तर डिस्काउन्ट पनि दिनुहुन्छ। यदि तपाईँ डिस्काउन्ट दिन बन्द गर्नु भएन भने कस्टमर्सले तपाईलाई रिस्पेक्ट दिन बन्द गर्छ। यस, डिस्काउन्टले तपाईको ट्रान्जेक्सन त बढाउँछ तर पर्सिभ्ड भ्यालुलाई कम गर्छ। हाम्रो ब्रेन साइकोलोजिकली यसरी डेभलप भएको छ कि यसलाई लाग्छ सस्तो मतलब ब्याड क्वालिटी। इक्जाम्पलबाट नै बुझौं। मानौ तपाईँ एउटा सेकेन्ड ह्यान्ड ल्यापटप किन्न जानुभयो। पहिलो पसलमा तपाईँ ल्यापटप हेर्नुभयो र तपाईँ डिस्काउन्ट माग्दै भन्नुभयो, दाइ डिस्काउन्ट मिलाइदिनु न। अनि पसलको दाइले भन्छ, ठिक छ डिस्काउन्ट त मिलाइदिन्छु नि, तपाईँ कन्फर्म त गर्नु। तर तपाईँ अर्को पसलमा जानुभयो र त्यहाँ पनि डिस्काउन्ट माग्नुभयो। तर त्यहाँको पसलको दाइले भन्यो, डिस्काउन्ट त हामी दिँदैनौ, बरु म तपाईलाई 1 इयरको फुल प्रोडक्टमा वारेन्टी दिन्छु। व्हिच साउन्ड्स गुड? वारेन्टी होला, राइट? यहाँ डिस्काउन्टले गर्दा कस्टमरको माइन्डमा एउटा क्वेसन क्रिएट गर्छ कि के यो प्रोडक्ट साँच्चीकै राम्रो छ त? के यो ल्यापटप लङ टर्मसम्म चल्ला त? तर वारेन्टीले कस्टमरको माइन्डमा एउटा सेन्स अफ सेक्युरिटी र कम्फर्ट दिन्छ जसले कि उसलाई पर्चेज गर्न इन्सिस्ट गर्छ। हेर्नुस्, कसैलाई पनि डिस्काउन्ट चाहिँ हुँदैन, बल्कि उसले आफ्नो बजेटमा one of the बेस्ट प्रोडक्ट वा सर्भिस चाहिएको हुन्छ। त्यही भएर नेभर एभर कम्पिट अन प्राइस, किनभने तपाईँ भन्दा सस्तो दिने पक्कै पनि कोही न कोही मार्केटमा हुन्छ, वा यदि छैन भने पक्कै पनि आउँछ। कस्टमरलाई किन्न एउटा रिजन दिनुपर्ने हुन्छ। अघि ल्यापटपको केसमा वारेन्टी, क्वालिटी, बेस्ट आफ्टर सेल्स सर्भिस जस्ता कुराहरू हुन सक्छ र यसको कारण तपाईँ डिस्काउन्ट होइन कि राम्रो प्रोडक्ट दिइराख्नु भएको छ भन्ने कुराको सेन्स गराउँछ। सो स्ट्रङ ब्रान्ड डिस्काउन्ट होइन, भ्याल्यु दिन्छ।